गाइस हामीले माथिको सिट पायो हामी अब चाहिँ त्यो ट्रेन छ नि त त्यो ट्रेनमा जाने हामी अहिले राम्रो लाग्छ Oh my god, who's this pretty girl? Oh, final destination. आजको सिटी टुरको फाइनल डेस्टिनेसन आज हाम्रो Hello guys, welcome back to my channel. आज चाहिँ म घुम्न जाँदैछु आज ट्युसडे हैन आज फ्राइडे हो अनि के भन्छ नि हाम्रो युनिभर्सिटीबाट अनि हामीलाई बुसान जुन हामी बस्छौँ नि त्यो ठाउँमा टुर गर्नलाई लैजाँदैछ फ्रीमा आज मेरो क्लास छैन काम त छ तर क्लास छैन सो हामी जाँदैछौँ घुम्न बिहान पहिले 8:15 भइसक्यो 9 बजे ल्याबु जाने पुग्ने भनेको थियो भएर छिटो जाँदैछौँ मेरो साथी भाइहरू पनि आउँदैछन् सो लेट्स गो A few moments later. आयो बच्चाहरू आयो ती ढिलो है हामीहरू No, we are not late. just on time. Today guide. के हो भन्देऊ त? यो चाहिँ हाम्रो बस टुरको लागि टिकट धन्यवाद पास पाएछ गाइस वेलकम टु बुसान सोशल एन्जाइटी भएको मान्छे यो त पुरै एक्स्ट्रोभर्ट मान्छे सोशल एन्जाइटीलाई पनि फाल्दिने मान्छे हो यो त क्यामेरा गर्ने मेन पाचेकी है गाइस हानिरहा मैले सच्चाइ बोल्दैछु भनेर यो दुनियाँमा सच्चाइ हाम्रो सिटी बस त्यहाँ माथि बस्न पाइदियो त त्यहाँ माथि बस्न मन छ अघि नै लाइन यति लामो I hope we get seat on the top. Guys, हामीले माथिको सिट पायो अभी मजा आएगा ना भिडो पायो म देखाउँछु भ्यू यहाँको I love you. You, I love you. दुईटा केटाहरू त्यहाँ हामी चाहिँ यता 우리 지금 간다. किरे मदिना है यस्तो रमाइलो बेला गर्ने अरे नि त्यही भएर मैले आफ्नो हेडफोन पनि लिएन नि त एउटा के भन्छ बकेट लिस्ट पुरा भयो मेरो 2-3 बकेट लिस्ट पुरा भइसक्यो कोरिया आएर यो वान अफ द बकेट लिस्ट हाउ डु यु फिल It's good, nice. माथिको सिट पाएर झन् Yeah, it's too exciting. पानी परेपछि अन्त्यमिदा तर झन् आज पानी पर्ने छैन वेदर इज भेरी लाइक वेदरिङ भन्छ नि त त्यस्तै भइरहेको यस साँच्चीकै हो भाइ चिन्चायो क्याब उडायो कहाँ आयो हामी त थाहै छैन त्यो दुइटाहरू आफ्नै धुनमा ओ पप भाइ के हो बोले कि छैन त आज साई केटी हो नेपालको भाइमाको ठाउँमा हामी आएनौँ पुरै हिमालहरू कोरिया पनि अलि हिन्दी हो नि हिन्दी जियोग्राफीहरू हिन्दी टाइपको छ नि त कहिले माथि कहिले तल हुन्छ घर चाहिँ काठमाडौँको जस्तो योहरू मसँग बोल्दैन म फेरि यति धेरै बोल्ने मान्छे अघि त्यो अविनाशसँग बस्न भन्दै अविनाश उता गयो कुन भिलेज रे Blue place, okay? त्यो वहाँको रेस्टुरेन्ट आउँछ होइन कल्चरल भिलेज हो मैले पनि नाम सुनेको तर मागे ठाउँमा लुक द भ्यू माई गड भ्यू यस्तो हुनुपर्छ के भन्छ सो
अब हामी झर्ने बेला आएमै हामी अब तल झरेर त्यहाँ भ्लेजले देख्ने हो हो कि यही भ्लेज हो उयो हामी आफै भ्लेज त ओके खाजा एक काम कर 200 रुपए दे और 50 रुपए कट ओवर एक्टिंग की वजह से चितवनको भइसकेर चितवनको त्यो के नारायण यस्तै टाइपको भयो यो भ्यूले चाहिँ वर्दित बनायो कि ट्रिपलाई चाहिँ आई लभ यु रे युआइओयु चाहिँ होइन सी लभ एनदर वान वेलकम टु तेजङडे ओ माई गॉड कुन पार्कको थाहा छैन हामी पार्कमा झर्नुलाई खाजा मैले देखेको थिएँ ट्रेनमा हेर्न दिनु छैन है यो फिस 3-4जना जस्तै छ कि हामी अब चाहिँ त्यो ट्रेन छ नि त त्यो ट्रेनमा जाने हामी अहिले लामो लाइन छ अनि ट्रेन सिटै छैन मान्छे पुरै प्याक भइसकेको छ अरू जानु मन छ मलाई 전망대에서 등산까지는 걸어서 1분 거리오니 도보를 이용해 부려하시고 जहाँ माथि पुरै कुहिरो तल पुरै समुद्र सबै ठाउँ दसचोटि भइसक्यो अब हामी फेरि जाँदैछौँ उता त्यही ट्रेन चढेर एउटा अर्को स्टेसन यो एउटा स्टेसन भयो अब चाहिँ हामी अर्को स्टेसन जान्छौँ ओ माई गॉड मेरो कपाल Hello guys, this is me Abhi and this is Manisha. Today I am vlogging her. They know me because they are my subscribers. Wow. हैन अबदेखि हेर्नु होला हामी कता आएको छौँ म अब भ्लगर बन्दैछु गाइस मनसा दिदीकोबाट यस ब्रो Oh my god, who is this pretty girl? कति पुन्टी आएको धेरै नजिक भए जस्तो छ Every view is worth living for. This place has every view. Today weather is very weathery. आजको खासमा वेदर राम्रो भएर नि नत्र घाम भएको भए मजा आउँथ्यो है Okay, I'm servant. We are back. I'm queen and he's my servant, okay? Servant? Nanan servant? Nanan princess. Oh my god! Wow! TikTok छ त नानन प्रिन्सेस या हानी चियानी चिन्नानन कोही के भन्छ एउन्चे हो कि के भन्छ त्यो भनेको के हो एउन्चे हो कि त्यो के क्वीन भनेको प्रिन्सेस भन्ने नानन प्रिन्स आनिया नानन किङ या You stupid fellow yeah. Hello yeah. ओ भाइ घरि हाम्रो छुट्टै छ नि Oh my god. Life's better on Saturn. Chalo bhayo. Station. Don't get out of the train, okay?
यो चाहिँ अब यहाँदेखि हामी सिधा जाने लास्ट स्टेसन दामी 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 यहाँको घुमेर भइसक्यो यो अगाडि बसेको यो साइडमा अघि यति धेरै मान्छेहरू छ तल त्यो फोटो सँगै बसौँ भनेर यो भिडियोद्वारा त्यसलाई के भन्छ इन्फर्मेसन र धम्की दुइटै हामी सक्यौँ आजको ट्रेन यात्रा यहाँसम्मै थियो सक्यो ट्रेन यात्रा यहाँ सबैजना निस्क्यो खै मेरो साथीहरू हरायो कहाँ हो यो केटाले मोबाइल हरायो है चुजन मोबाइल यहाँ नहेर्नु ल यहाँनिर मैले लुगाइरहेको छु त्यो मैले तस्काएर स्टिकर यो भनेको रिलेटेबल लाइफ सिचुएसन हो क्या चिलाइरहेको हुन्छ गर्नु होला नराम्रो नलेख्नु होला हजुरको पर्सपेक्टिभमा म्याटर गर्छ कसरी हेर्नुहुन्छ भनेर हजुर यो सबैको लाइफमा हुने कुरा हो जस्तै मान्छेहरू पात्नबाट लजाउँछन् पादेको कुराबाट तर सबैले पादिरहेको हुन्छन् त्यस्तै कुरा हो मिडल फिङ्गर देखाएर के गर्न आँट्या ल त्यही देख्या यो मोबाइल समातेको नि त ओ माई गॉड म एकदम जाडो भएर म मरिसकेँ मर्न त मर्नु छैन त्यही पनि हावाला एउटा भिडियो बच्चा हेर बच्चा भन्नु त उसले भन्न खोजेको के अरे छाप्रीको फर्स्ट क्लास देखिरहेको छ भनेको यस लिपी हार्ड भने चाहिँ ओ माई गॉड थाहा जाने होला यस्तो बेदत आफैले आफूले हानेको मैले पहिलोचोटि देखेँ ओइ यस्तो बेदत मैले आफूले हानेको पहिलोचोटि देखेँ खाना आयो खाना दिने मान्छे राहत वितरण भइरहेछ राहत वितरण भइरहेको हामी के अरे पीडित क्योंकि हम खानदानी गरीब है हमारा बाप गरीब दादा गरीब परदादा गरीब उसका बाप गरीब सब गरीब सातों पुश्ता गरीब ऐसा नहीं कि पहले गरीब थे फिर अमीर हो गए फिर गरीब हो गए नहीं हम शुद्ध गरीब के अरे पीडित हामी पीडित मान्छे यस्तो गाह्रो छ यस्तो ठाउँमा छौँ हामी यहाँ पसल नि छैन एउटा चबाको मुख चाहिँ खाली त्यति इमेजिनेसन गर्दैछ यस्तो पागल भएर मुखै चबाएर बसेको दुर्लभ ठाउँमा आएछौँ तुम्हारे जैसे लोग इस देश के लिए श्राप है यो पनि इमेजिन गरेको होला राहत पायो राम्रोसँग के पायो हेर्नुहोस् फ्रेन्च फ्राइज राहत पनि राहत बाँड्ने मान्छे एउटा अर्को राहत बाँड्न धन्यवाद खायो है मेरो म भर्खरै खाँदैछु हामीले खाना भइसक्यो खाना खाएर यता पोखेको हालत मेरो पनि पोखिदियो खाना पाइँदैन उयो पनि खाना पाइँदैन होला उयो त्यो खुना र त्यो अनि खानु पर्छ हेर्न ल छनुनको पानी छनुनको अघि चाहिँ हामी अर्को बसमा थियो अझ हाम्रो अर्को बसमा अघिको बसको त्यो माथिको के भन्छ अरे ओपन थिएन अहिले चाहिँ क्लोज छ ऊ सेन्टी मोडमा छ किने गाना गाना बजाइरहेको कुन गाना बजाइरहेको कस्तो गाना छ हाम्रो लेडी ग्याङ छुट्यो यहाँको दुईवटा सिट थियो नि यिनीहरू पछाडि गएर दुईजना एक्लै भएर बस्यो बिचरा मेरो भाइ कि माया गर्छ नि मलाई उता बसेर पपाइसक्यो यहाँ हेर्दैछु दास
चाहिँ कहाँ हामी कुन ठाउँ जान गएको पिस्पा बुसान म्युजियम बुसान म्युजियम जान लाग्छौँ अब हामी युन पार्क हिँड्छौँ होला मेरो Brother, कस्तो मजा आएको शिप बनाउने ठाउँ शिप अब हामी चाहिँ यो पुलमाथि छौँ हामी पुलमाथिदेखि अनि हाम्रो युएनमा जान्छौँ पार्कतिर जङसङतिर यो तल होइन कस्तो त क्याम्पिङ गर्ने ठाउँ यहाँ हेर न क्लास बिचरा पढिरहेको है ब्रो यहाँ हेर यहाँ दामी पुरै यो गोलो गरेर माथिको त्यो ब्रिजदेखि जाने हो क्या कस्तो माथि बस्नु कस्तो फिल भइरहेको छ लास्टै ओ माई गड बेस्ट मैले चाहिँ यहाँको लागि एप्लाई गरेको बेस्ट डिसिजन लिएँ आशिष यु रिग्रेटिङ दिस Yes, Ashish brother, you are चिन्छ really. मैले तिमीलाई हिजो पनि भनेको थिएँ जाम भनेर एउटा सिट खाली हो भनेर माई गड अनि कुरो यस्तो पनि हो आशिष अलि भिआइपी मान्छे रहेछ हामी अलि लोवर क्लासको मान्छे हामीसित हिँड्न गाह्रै पर्छ सोसाइटीले नराम्रो भन्छ म बुझ्छु तर दुनियाँ धेरै छ रमाइलो छ त्यस्तो सिपिङहरू गर्छ नि बस सबै यहाँ त्यसरी सिपिङ गर्ने ठाउँ हो दामी बेस्ट मैले सही डिसिजन लिएछु नट आज होइन म जहिले सही डिसिजन लिन्छु तर पहिलाको गएन म बोइजको विषयमा मात्र हो सही डिसिजन ओके अरू सबैलाई सही डिसिजन छ है त्यो त राइट भने यस्तो हो क्या केटीको मन के हुन्छ अरे एउटा सानो कुरा पुगिहाल्छ आउँदा है सबैजना थाकिसक्यो अहिले टाढा भएर अनि अघि पनि हामी हिँड्यौँ नि त बिहानदेखि बिहानको 9 बजे 8 बजे चाहिँ हामी घरदेखि हिँडेर अनि फेरि थाकिदियो नि त हिजो पनि काम गरेर आयौँ राम्रो सुत्दैन त्यही भएर बिचरा मेरो भाइ म मजाले एनर्जी दिइसक्यो म सुत्दै स्केल अफ द बस आयो हाम्रो यहाँ आयो है युएन पार्क आयो हामी फाइनली हाम्रो फाइनल डेस्टिनेसन आजको सिटी टुरको फाइनल डेस्टिनेसन आज हाम्रो यो कस्तो दामी हो भिडियो बनाउन हिँडेको भिडियो बनाउ अघिदेखि भिडियो बनाइरहेको छु मेरो सब सुन्दै थियो है यो बसमा म मात्रै हो आइएम भेरी के भन्छ अरे एक्टिभ के युएन पार्कभित्र गयौँ घुस्यो युएन पार्क बोकेर हिँड्छ युएन नेसनल यहाँ आएको खै यो के हो थाहा छैन सायद यसमा त भिडियो देखाउँछ होला अनि सबैको एक्सपिरियन्स Okay, you're global college, yes. Global college student of Gyeongseong University. Oh, welcome. You're my favorite guest. हिस्ट्री बनाउनुहुन्छ I'd like to recommend युएन पार्कको हिस्ट्रीहरू बताइरहेको भनेको मेमोरियल पार्क हो पहिला जुनीकोहरू वार्डमा जो चाहिँ मरेको थियो सबैहरूको यहाँ छ के भयो सबै हिस्ट्री हेऱ्यो यो मान्छे मरेको तर हाम्रो नेपालको त एउटा आएन नि 24 फ्ल्याग छ अरे 22 countries helped our country. Among them, 16 countries combating action. के बुझे छैन 6 countries. बाटोले के हेरेर जस्तै हेर्नु पर्यो Norway, Sweden, नेपालै छैन त Denmark. सबै सोल्जरहरू मरेको यो वारमा
अनिसको दुडा त्यही तिम्रो आयो होला के भन्छ दोस्रो अवतार हप्के स्टार ओ माई गॉड के हो यो ओए हस्पिटल छ कि छैन हस्पिटल छ कि छैन जानु पर्यो हिन्दी र जाऊ अब चाहिँ हाम्रो सकियो यस्तै थियो हाम्रो टुर सबैलाई झ्याउ भइसक्यो काममा जानु छ सुत्नु छ ओके बाई बाई आजको लागि बाई बाई सी यु इन माई नेक्स्ट